हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज म घरबाट निस्केको 3 दिन भयो। 1 रात चितवन बसेँ, अब 2 रात चाहिँ अब दमौली बस्नेवाला छु। आजको भ्लग चाहिँ सबै बन्दीपुरको आउँछ अनि दमौलीको आउँछ। सबैले हेरेर माया गरिदिनु होला। यो गेटबाट चाहिँ टक्क यो हाइवे भयो। अनि गाइज यो चाहिँ माथि चढ्दै गर्दाखेरिको भ्यू हो कि यो चाहिँ उकालो चढ्दै गर्दाको। अनि एकछिन बाइक रोकेर दाइहरूले आउनुभयो अनि भ्यू चाहिँ यस्तो छ कि यो यस्तो दामी छ भ्यू। अब चाहिँ म चाहिँ बन्दीपुर माथि जान लागेको। दाइहरू गइसक्नु भयो। माथिको भ्यू देखाउँछु म तपाईँहरूलाई। माथि चढ्दैछौँ हामी टक्क लाएर। झलकमा नेभर देखाइहाल्छु। यस्तो छ भ्यू चाहिँ है गाइज। टावर छ त्यहाँ, म नि आएको छु। दाइहरू माथि गइसक्नु भयो। टक्क लाएर फेरि अझै माथि जान्छौँ हामी। उ त्यो माथि टक्क लाएर है। कता हो? त्यो त गाउँपालिका हो नि, त्यो त गाउँपालिका होला नि। अनि त्यहाँबाट चाहिँ हामी यस्तो दामी ठाउँ छोडेर चाहिँ हामी पोखरा घुम्न जान लागिरहेको। तर हामी चाहिँ बिहान पोखरा पनि पुगेर फेरि रिटर्न ब्याक डुम्रे आएर डुम्रेको यातायातमा चाहिँ गाडी पास गरेर फेरि बन्दीपुर घुम्न गइदिउँ भनेर यस्तो दामी ठाउँ छोडेर हामी त्यसै गइदिनु लाग्यो। यहाँ एउटा मन्दिर रहेछ नि त, के मन्दिर हो यो? अनि यहाँ त दाइ नेपालकै सबैभन्दा ठुलो गुफा पनि रहेछ नि त। सिद्धा गुफा है के गुफा भन्ने। अब टक्क लाएर हामी अनि दिदी त्यो एउटा यस्तो घरमा खतरा खतरा फोटो खिच्ने ठाउँ कहाँ आउँछ नि? घरहरू यसरी हो। हामी सबै 3 जना देखिन्छ एक झलक। खै दिदी कहाँ जानुभयो? अनि त्यसपछि त अब दाजुभाइको एउटा फोटो भिडियो त बनाउनु पऱ्यो। फेरि दिदीलाई भनेर चाहिँ एउटा भिडियो बनाएर यसो हिँडेको भिडियो बनाएँ, यताउता देखाउनु भने। अनि दिदीले पनि देखाइदिनु भयो। यस्तो छ ब्याकग्राउन्ड, यस्तो दामी रहेछ। म त फर्स्ट टाइम गएको कि यो बन्दीपुर त। मैले त अझैसम्म नै देखेकै थिएन कि यो ठाउँ। अनि दिदीले गराइदिनु भयो। दाइले नै हाई गर्दै हुनुहुन्छ। अनि त्यसपछि मैले दिदीलाई देखाएँ। दिदीले नै हाई गर्नुभयो, दाइले नै गर्नुभयो। फेरि दाइहरू चाहिँ खासै यसरी भिडियोहरू बनाउनु हुन्न कि। अनि चाहिँ हामी यो स्कुल कलेज पढ्दा चाहिँ बन्दीपुर भनिन्थ्यो कि कहाँ होला बन्दीपुर। अब फोटोहरूमा चाहिँ हेरिरहेको, अरू गएको चाहिँ आफू चाहिँ गएको थिएन। आज चाहिँ म फर्स्ट टाइम आएँ। अनि यहाँ चाहिँ कपडाहरू रेन बाँधेर फोटोसोटो खिच्न नि पाइँदो रहेछ। अलि अगाडि चाहिँ भन्दा हामीले यस्तो रमाइलो ठाउँ मिस गरेर चल्दिनु लाग्यो। यता रमाइलो हो नि गऱ्यो। अनि चाहिँ हामी यो डुम्रेको यातायात सकेर बन्दीपुर हिजै पस्नु भनेको थियौँ। हिजो चाहिँ फेरि नपसिकन त्यत्तिकै
हामी दमौली डाइरेक्ट आयौँ अनि आज त्यही नजिकै हो जाम न त 15 मिनट लाग्छ यहाँबाट बन्नु गएको यस्तो राम्रो ठाउँ रहेछ ल फर्स्ट टाइम आएको यस्तो दामी लाग्यो कता डाँडा दिदी अनि एकैछिन चाहिँ लास्टसम्म गयौँ अलिकति माथि गएको मन्दिर रहेछ अनि तलबाट चाहिँ एकछिन घुमेर चाहिँ फर्क्यौँ त्यहाँ भ्यू टावर बस्न पर्ने कि चाहिँ गएन अनि फेरि उता चाहिँ एउटा गुम्बा हो कि के पनि रहेछ कि हो है सानै पुरा भएर के अरे अब भोलि पर्सि आउट गर्छ दिदी भनेको सुन्नु भएन अब बन्दीपुर सक्यो होइन बसेर खायो भने त केही नै भन्दैन होइन दाइ त्यसै खानु नदिनु अनि त्यत्तिकै यसो गऱ्यो भने अनि यस्तो टुरिस्ट एरिया हो सबै बाई बाई होइन तर यतिको त बहुत राम्रो लोकेसन हो अब बन्दीपुरबाट अब घर सिधा चलाउनै नभने के सब भ्युटार के भन्दैछ अब हामी चाहिँ दमौली आज दमौली जान्छौँ भोलि चाहिँ मानुङकोट बिहान सर लाएर यस्तो दामी छ यो चाहिँ दाइहरू उहाँ तल पुगिसक्नु भयो म चाहिँ यहाँ माथि नै छु यो चाहिँ त्यो उतापट्टि चाहिँ रहेछ त्यो देखेको यो घरहरू चाहिँ यो सबै चाहिँ त्यहाँ रहेछ कि राम्रो भ्यू चाहिँ मेन मान्छेहरू घुम्न जाने त्यहाँ रहेछ नि यहाँ चाहिँ टावर बनिरहेको अब म चाहिँ तल फर्किँदैछु दमौली जाँदैछु अब चाहिँ हामी फर्क्यौँ बन्दीपुरबाट सम चलाएर के भयो दिदी हरे राम 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 हरे 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 कृष्ण कृष्ण हरे हरे आउनलाई चाहिँ टक्क हलाएर डुब्रेबाट ठ्याक्क अलि अगाडि आएपछि बाइकमा चाहिँ 20 मिनटमा आइपुग्दो रहेछ बन्दीपुर अहिले चाहिँ खासै भिड त थिएन तर चाहिँ राम्रो थियो ठाउँ यो जुन हाइवे यो मेन ठुलो देखेको थियो यो चाहिँ रोड हाइवे हो त्यहाँबाट सिधै गएपछि हामी दमौली अब हामी फर्केको बन्दीपुरबाट आजको भ्लग चाहिँ दमौली पुगेर सकिन्छ सबैले हेरिदिनु होला अहिले चाहिँ हामी दमौली 15 किलोमिटर भोलि पोखरा 64 किलोमिटर आज चाहिँ दमौली बस्छौँ अनि मानुङकोट जान्छौँ भोलि बिहान पोखरा त्यसपछि स्याङ्जा अनि घर
फर्स्ट टाइम आएको दमौली नि फर्स्ट टाइम आएको अनि यो हाइवे चाहिँ मलाई यस्तो बने जस्तो लागेको थिएन कि अरूले भन्थ्यो रोड सोड बन्दैन के भन्ने सुनिन्थ्यो तर अहिले चाहिँ म आफै आएर थाहा भयो कि रोड चाहिँ यस्तो दामी भयो कि एकदम मस्त भयो बाटो चाहिँ जोस् धेरै डेभलप भएको रहेछ बाटो त खासै त्यस्तो नराम्रो कहीँ छैन सबै दामी छ अब मुगलिनतिरको त के छ त्यो नि राम्रै थियो तर यतातिरको हाइवे चाहिँ खतरा भयो ल पृथ्वी राजमार्ग यस्तो दामी छ बाटो चाहिँ मस्त अनि चाहिँ यो मेन चोक चाहिँ यो चाहिँ दमौली चोक हो दमौली अनि उता पारिपट्टि चाहिँ बोरोदस चटपट छ क्या अनि उता पारिपट्टि छ हामी चाहिँ त्यहाँबाट चाहिँ यता राइट लागेर चाहिँ माथि जान्छौँ अब हामी दमौली चोक पनि आइसक्यौँ यो एरियालाई चाहिँ दमौली चोक भन्छ कि अनि त्यसपछि अब यहाँबाट राइट लागेर माथि गएपछि दिदी घर आउँछौँ अनि म चाहिँ दिदी घर पुगेपछि आजको यहाँको सबै बन्दीपुर एरिया घुमेको यताउताको सबै भ्लगहरू चाहिँ त्यहीँ पुगेर एन्ड गर्छु त्यहाँबाट चाहिँ माथि चढ्नुपर्छ हामी माथि गएपछि 2 मिनट चोकबाट चाहिँ 2 मिनटमा चाहिँ पुगिन्छ हामी दिदी घर पुगेर चाहिँ आजको सबै भिडियोहरू एडिट गर्छु अनि मैले भोलि 5 बजे चाहिँ 5 चाहिँ होइन 6 बजे चाहिँ ठ्याक्कै 6 बजे चाहिँ यो आजको बन्दीपुरको भ्लगहरू चाहिँ सबै हाल्छु सबैले हेरेर फेसबुकमा जसरी नै युट्युबमा नि यसो माया सपोर्ट गरिदिनु होला अब चाहिँ हामी आउन लागिसक्यो यो अगाडि देखेको चाहिँ ठ्याक्क दिदीको घर हो है यो चाहिँ अब यहाँ चाहिँ स्कुटी राख्नुभएको रहेछ स्कुटी साइड लगाएपछि घुमाउनु पर्ने हो अब एकछिन रोकिन पर्यो अब चाहिँ दाइ नै आइसक्नु भएको रहेछ अब स्कुटी हटाउँछन् स्कुटी हटाएपछि हामी स्कुटी त्यहाँबाट बाइक छिराएर अनि बाइक राखेर चाहिँ माथि जान्छौँ अब चाहिँ बाइक चाहिँ माथि चढ्यो माथि चढेर अब म चाहिँ यहाँ सटाएर राखिदिन्छु यता फेरि दाइले पनि राख्नुपर्छ अर्को अनि हामी बाइक तल राखेर नि माथि आइसक्यौँ माथि फेरि भान्जी स्कुलबाट आएर पढ्दै रहेछन् मैले चाहिँ आजको भ्लग चाहिँ नै एन्ड गर्छु सबैले मेरो च्यानललाई सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिनु होला बाई बाई